मजा आएगा ना भिड़ो। हे सरस्वती माता, आज हाम्रो एसई को रिजल्ट आउँदैछ। हाम्रो रक्षा गर्नुस् माता, हाम्रो रक्षा गर्नुस्। हामीले एक्जाममा धेरै नै मेहनत गरेर चिट चोरेको छौं माता, त्यसैले हामीलाई पास गरिदिनुस्। हामीलाई A+ B+ केही चाहिन्न माता, पास गरिदिए पुग्छ। हामीले तपाईको लागि 2 केजी लड्डु, 4 प्लेट पानीपुरी, 100 को चटपटे अनि 1 जम्बो कोक पनि लिएको छौं माता। प्लिज हामीलाई जसरी नि पास गरिदिनुस्। ओइ ठगहरू, सरस्वती माताले कहिलेदेखि पानीपुरी र चटपटे खान थाल्नुभयो? भगवानलाई चुलो लाउँछस्? त मोटी चुप लागेर बस है, धेरै नबोल। सधैँभरि लड्डु र फलफुल मात्र खाएर भगवानलाई दिक्क लाग्दैन? त सधैँ लड्डु खाएर बस्न सक्छस्? भयो भयो, धेरै ज्ञान नपेल। त्यो पानीपुरी र चटपटे कसको पेटमा जान्छ राम्रोसँग थाहा छ हामीलाई। अच्छा, जसको पेटमा गए नै तिमीहरूको पेटमा चाहिँ जान दिन्न, बुझेस्? नदे त नदे, हामीलाई खानु नै छैन।